सन् 2024 मा कोरियाको सबैभन्दा प्रख्यात र सबैभन्दा धेरै मानिसले अवलोकन गरेको पर्यटकीय स्थल बनेको छ गyeonggi-doको सुवनस्थित स्टारफिल्ड लाइब्रेरी। 2024 को जनवरी 26 तारिकबाट सञ्चालनमा आएको यो पुस्तकालय 2024 भित्रमा 1 करोड 18 लाख भन्दा धेरै मानिसले अवलोकन गरेका छन्। 4 तलासम्म पुस्तकहरू सजाइएको यसको आकर्षक सजावटले मानिसहरूलाई थप आकर्षित गरेको हो, जहाँ 60,000 भन्दा बढी पुस्तकहरू सजाएर राखिएका छन्। त्यस्तै पारदर्शी र खुल्ला छतबाट आउने प्रकाशले पनि पुस्तकालयलाई थप झकिझकाउ पारेको छ। यो पुस्तकालय केवल अध्ययन गर्ने ठाउँ मात्र नभएर शान्त वातावरणमा कला, साहित्य र ज्ञानको अनुभव गराउने स्थानको रूपमा परिचित बनेको छ। पछिल्लो समय कोरियाको सांस्कृतिक र पर्यटकीय आकर्षणको हिस्सा बनेको यस पुस्तकालयमा तपाईहरू पनि पक्कै पुग्नु भएको होला। छैन भने एकपटक अवश्य पुग्नु होला। पुस्तकालय बिहान 10 बजेदेखि राति 10 बजेसम्म खुल्ला रहनेछ। सौल मेट्रो अन्तर्गत लाइन नम्बर 1 को सुवन स्टेशन भन्दा 1 स्टेशन अगाडि रहेको वासा स्टेशनमा